म यही धादिङको मान्छे, ज्यामरुङको। म 40 सालमा 8 कक्षा पढ्न जाने बेला मेरो गाउँमा स्कुल थिएन। म 8 कक्षा पढ्न काठमाडौँ गएको हुँ गाउँ छोडेर। मेरो घरबाट म 13 घण्टा लगातार हिँडेपछि उखुको लट्ठी टेकेर हिँडेर मलेखु आइपुगेर काठमाडौँ गएको 40 सालमा 41 वर्ष भयो। आज तिमीहरू 13 घण्टा हिँडेर स्कुल खोज्न जान पर्दैन, तिम्रो दैलामा स्कुल छ, तिम्रो हातमा प्रविधि छ, दुनियाँ बुझेका शिक्षकहरू छन्, स्कुल कसरी उठाउने भन्ने पालिका छ, यत्रो समाज छ। तिमीहरूले आफ्नो लागि केही गर्नुपर्ने छ भाइ बहिनीहरू। तिमीहरू के गर्छौ? तिमीहरूलाई होमवर्क भारी जस्तो लाग्छ होला, किताब गरुङ्गो लाग्छ होला, कक्षा कोठा जेल जस्तो लाग्छ होला, नपढौँ जस्तो लाग्छ होला, मोबाइल र तिमीहरूलाई युट्युब रमाइलो लाग्छ होला, तिमीलाई अरू बाहिरका चिज रमाइलो लाग्छ होला। त्यो दुनियाँबाट निस्कने केही सूत्रहरू पनि बताउँछु म, र बाहिर आउनु पनि जरुरी छ। हामी मध्ये धेरै अभिभावक हौँ, एउटा शिक्षक पनि अभिभावक हो, म पनि अभिभावक हुँ, हामी सबै अभिभावक हो। यतिखेर अभिभावकहरूको पनि केही भूमिका छ। सबभन्दा ठुलो भूमिका हामी शिक्षकहरूको छ। मैले हामी किन जोडेँ भने जीवनको लामो कालखण्ड मैले पनि स्कुलमा पढाएँ। मैले कलेज पढ्दै गर्दा भानुभक्त मेमोरियल भन्ने स्कुल थियो काठमाडौँको पानी पोखरीमा, त्यहाँ धेरै वर्ष पढाएँ। टेकुमा लक्ष्मी शिक्षा सदन भन्ने थियो, धेरै वर्ष पढाएँ। केही +2हरूमा धेरै वर्ष पढाएँ। त्यो पढाउँदाको म सरदर 10 वर्ष जति मैले पढाएँ। रेडियोमा जागिर खाँदा नि एक चरणमा स्कुलहरूमा पढाउँथेँ। त्यो पढाउनुको मजा, पढाउनुको अप्ठ्यारो पनि मलाई छ। त्यस कारणले हामीले धेरै चिजहरू गर्न बाँकी छ। यी सबै कुरा भन्नु अघि देशभरि असाध्यै धेरै हिँड्ने, असाध्यै डुल्नेहरू मध्येमा म पनि पर्छु। अहिले मुलुकसँग 2-3वटा समस्या छ। एउटा मान्छेमा डिप्रेसन छ, मान्छेमा फ्रस्ट्रेसन छ, मान्छे आत्महत्या गर्न थालेका छन्, मान्छे आत्मदाह गर्न थालेका छन्, मान्छेसँग चरम निराशा छ। यतिखेर यस्ता कार्यक्रमहरू गरेर म जस्ता कविहरूले कविता लेखेर, हामीले गीत लेखेर मान्छेहरूभित्र भएको त्यो निराशा चिर्नु छ, त्यो फ्रस्ट्रेसनबाट मान्छेहरूलाई माथि ल्याउनु छ, मान्छेलाई बाँच्न सिकाउनु छ, मान्छेलाई प्रेरणा दिन सिकाउनु छ, र मान्छेलाई जीवन दिन सिकाउनु पर्ने छ। हामीले धेरै कुरा सिकाउनु पर्ने छ। अचम्म तपाईँहरूलाई लाग्दैन? हामी जीवनभर गौतम बुद्ध पढाउँछौँ। कक्षा 1 देखि गौतम बुद्ध फलाना फलानाका छोरा यति वर्ष यति वर्ष यति वर्ष यति वर्ष यस्तो गरे पढाउँछौँ, पिएचडी गराउँछौँ गौतम बुद्धमाथि। त्यो गौतम बुद्धले दरबार छोडे, घर छोडे, सम्पत्ति छोडे, श्रीमती छोडे, छोरा छोडे, पिपलको रुख पनि गएर ध्यान गरे, तपस्या गरेर बसेर गौतम बुद्ध भए। जीवनभर बुद्ध पढाउँछौँ, त्याग पढाउँछौँ। पढेर पास भएको भोलिपल्ट, एसई सकेको भोलिपल्ट, +2 सकेको भोलिपल्ट, कलेज सकेको भोलिपल्ट हामी हाम्रा छोराछोरीलाई भन्छौँ, फलानाका छोराले यति कमाए त खै, फलानाले घर बनाइसक्यो तेरो खै, फलानाले गाडी किनिसक्यो तेरो खै, फलानाले घडेरी किनिसक्यो तेरो खै, फलानुको यत्रो चमत्कार छ तेरो खै। तपाईँ जीवनभर गौतम बुद्ध पढाउनुहुन्छ, पढेको भोलिपल्ट तपाईँलाई समृद्ध धेरै कमाएको छोरा चाहिएको छ, छोरी चाहिएको छ। तपाईँ त्यो छोरा